आज तपाईहरुले हेर्न सक्नुहुन्छ दीपावलीको माहौलमा कस्तो भइरहेछ। मार्केटहरु धेरै नै लागिरहेछ, सो म तपाईहरुले देखाउँदै जान्छु। लाहान बजारको केराको थुम्बाहरु बिकिरहेछ दीपावलीहरुको उपलक्ष्यमा र साथसाथै तपाईहरुले फूल पूजाहरुको लागि अथवा लक्ष्मी पूजाहरुको लागि पनि हेर्न सक्नुहुन्छ। फूल देख्नु फूलहरु यहाँ फूल छ, गोदावरी फूल सयपत्री मार्केट लागिरहेछ, यता पनि छ। अब केही छिनमा फेरि तपाईहरुलाई भित्र बजार लानेछौँ र लगेर तपाईहरुले देखाउने नै छु। एकदमै राम्रो मार्केटिङहरु लागिरहेछ अहिले चाडपर्वहरुको उपलक्ष्यमा। तपाईहरुले हेर्न सक्नुहुन्छ बजारहरु। सो अहिले फेरि तपाईहरुलाई अर्को मार्केटिङहरु देखाउँदै छु। तपाईहरुलाई यो यहाँ फूल माला भगवानको मूर्तिहरु एकदमै राम्रो राम्रो पाउँछ, हेर्न सक्नुहुन्छ तपाईहरुले। गणेश चोकमा लामको गणेश चोकमा फलफूल यहाँ पनि मालाहरुको व्यापार भइरहेछ, फोटो मूर्ति सबै भइरहेछ। आदि भयो, किना भयो, कैला भयो। हेलो नमस्ते सबजनालाई। हामी अहिले लानमा छौँ। हेर्नुहोस् लक्ष्मी पूजाको लागि त्यहाँ सबैजनाहरू दोकान भिडभाड भइरहेछ अहिले। हेर्नुहोस् अब यस्तो अब वर्षको एकचोटि आउँदो रहेछ पूजा, लक्ष्मी पूजाको। हेर्नुहोस् दोकानहरू सजिएर बसिरहेछ, ग्राहकको अपेक्षामा छन् मान्छेहरू। हेर्नुहोस् मालाहरू दोकानहरू पुरै भरिएछन्। यो गाजहरू यो लानको दृश्य हो। हेर्नुहोस् है मालाहरू, हेर्नुहोस् दियाहरू कति रहेछ हेर्नुहोस्। दिया जूता दुकान दिया बत्ती फुल बत्ती हात्तीहरू भिड छ है मालाको। हेर्नु साथीहरू, यो दृश्यहरू तपाईहरुले हेर्न सक्नुहुन्छ भाइटिकाको लागि अथवा लक्ष्मी पूजाको लागि, छठ पूजाको लागि एकदम नै राम्रो सामग्रीहरू भेटाइराखेको छ, आइराखेको छ। सो तपाईहरु गाइस लिनको लागि आइदिनु होला। यो लाहानको हाइवे रोडमा छ। हेर्नु कतिको भिड देखाइरहेछौँ। आशा गर्छु तपाईहरुले आफ्नो गाउँ ठाउँलाई राखिराख्नु भएको छ होला। देश विदेशमा रहेर पनि चारैतिर फुलमाला, मूर्ति, फोटो सबै मिठाई रङ कलरिङ फोन गर्नु त्यसलाई उता बजारमा लिँदा हुन्छ रोक्नु अब मैले दुकानदार रोक्ने त्यो लानको दृश्य हो। लानको दृश्य हेर्नुहोस्, यता फुल माला सजिएका छन् लक्ष्मी पूजाको लागि। त्यो गाईहरू